नेपाली भएर गाडी नहुँदा जेब्रा क्रसिङ युज गर्दैनौँ। बस स्टप आइपुग्यो। राति बिहानको 6:30 बजे यस्तो छ। आकाशमा तारा नै छ। फाइनली तयार आइसकेका छौँ। अफिस चाहिँ 10 बजी पुग्छ। हामी चाहिँ अझै खोज्दैछौँ अफिस, किनभने अफिस भेटाइसकेका छैन। सो पार्कहरू छ। अफिस चाहिँ टाढै छ। वेट गर्नुपर्छ, किनभने हाम्रो अपोइन्टमेन्ट 11 बजेको। हामी 10 बजे नै आइपुग्यौँ। सो फाइनली घर आइसक्यो। आउँदैछ अनि यहाँनिर छ। अनि पछि गयौँ, बायोमेट्रिक दियौँ, सिग्नेचरहरू गऱ्यौँ। अबको 1 देखि 2 हप्तामा चाहिँ कार्ड चाहिँ खोप्देमा पुऱ्याइदिन्छु भनेको छ। सो एउटा पेपर पनि दिएको छ। त्यो पेपर लिएर जानुपर्छ। मेसेज आएपछि। एन्ड सबभन्दा राम्रो कुरा के हो भने म यहाँ नेपालबाट आएकोदेखि अब नेपाली खाना एसियन टाइपको के पाइ नै रहेको थिएन नि त। फाइनली आज चाहिँ मैले एसियन पसल पाएँ, जहाँ चाहिँ मैले भनेको नुडल्स थियो। मैले लिएर आएको छु। अब खाएर देखाउँछु। पनि खाएर देखाउँदिनँ, मलाई अल्छी लागेको छ।